दर्शकबिन आज घरमा चाहिँ सिलिङको कार्यक्रम चल्दैछ र काठको झमेला नगरी मैले चाहिँ यस्तो टाइपले एलुमिनियमको सिलिङ लगाएको छु, किरो लाग्ने डर हुँदैन भनेर। र केही छिनपछि यस्तो भएको छ र हल्ला खल्ला सुनेको बादमा चाहिँ यसो किचनतिर गएको, मिस्त्री हेडा भात दिएको बादमा यता भाउजू काली र बहिनी खाना बसेका रहेछन्। अब केटी मान्छे त त्यसै बस्दा त अब कति बोल्छन् झन् भात खाँदाखेरि नि बोलेर वा केही पार्छन्। र म कहिले सँगै भात खाने चाहिँ गर्दिनँ, किनभने भात खाँदा बोलेको राम्रो होइन। र अब केटी मान्छेलाई त खासै गरी जति भने पनि लाग्दैन, बोल्नको त अब वरदान पाए जस्तै छ। र सम्पूर्ण दिदीबहिनीहरूले खराब चाहिँ नपाउनु होला, अब जे देखिआएको छ त्यो भन्न सक्छु। सबै नबोल्न सक्छन् तर 100मा 99% चाहिँ अब धेरै बोल्ने हुन्छन् है। र अब खाना खाँदा पनि शान्ति छैन। लु हेर्नुहोस् यहाँ है, अब यसरी हातको खोइ के सेपमा के देखाइरहेछ नि। यता हाम्रो भाउजू चाहिँ अन्डा देखाइराख्नु भएको छ, धेरै मिठो भएछ फ्राई गरेको भनेर। यता बहिनीलाई चाहिँ सोध्दैछु म, केही भन्दिनँ भनेर भन्दैछु। लजाउँदै खाँदैछु। अब धेरैजना व्यक्तिको लजाउने बानी हुन्छ। र फाइनल लुक सिलिङ भइसकेपछि लु यस्तो हुँदो रहेछ। अहिले राति भएर क्यामेराको अलिकति क्यामेराले राम्रोसँग देखाउन सकिनँ। अझै यहाँ सिलिङमा लाइट लगाउने बाँकी नै छ। र लाइट साइट लगाइसकेपछि फेरि हजुरहरूलाई एकखेप देखाउने छु। र फेरि पनि भन्न चाहन्छु, धेरै राम्रो र धेरै कम्ती पैसामा यो सिलिङ बनिँदो रहेछ। र काठ लाउनुभन्दा व्यापारीसँग काठ किनेर ल्याएपछि कुन काठ कहिले किरो लाग्छ थाहा हुँदैन। र त्यसको लागि यसमा अब एलुमिनियममा किरो लाग्ने डर छैन र धेरै मजबुतीले काम गरेको छ। र कसैलाई लगाउन छ भने मलाई कन्ट्याक्ट गर्नु होला है। धन्यवाद।